सम्पूर्णलाई नमस्कार। आज म तपाईहरुलाई चाहिँ DHS 2 मा चाहिँ वैशाख 6 र 7 गते सञ्चालन गरेको राष्ट्रिय भिटामिन A तथा अलमन्डाजल वितरण कार्यक्रमको प्रतिवेदन तयार पारिसकेपछि DHS 2 मा चाहिँ कहाँ इन्ट्री गर्नुपर्ने हुन्छ भन्ने कुराहरुको बारेमा हामी सिकाउँदैछौँ। त्यसको लागि सबभन्दा पहिले चाहिँ हामी क्रोम ब्राउजरबाट चाहिँ DHS 2 चाहिँ खोल्ने। DHS 2 खोलिसकेपछि यो राइट साइडमा भएको नयाँ डटमा चाहिँ क्लिक गर्ने। नयाँ डटमा क्लिक गरिसकेपछि यस्तो ड्यासबोर्ड देखिन्छ। तल स्क्रोल गरिसकेपछि यो HMS प्लस हुन्छ। HMS प्लसमा हामीले क्लिक गर्नुपर्छ। HMS प्लसमा क्लिक गरिसकेपछि आफ्नो संस्थाको लेफ्ट साइडमा भएका चाहिँ अर्गनाइजेसन युनिटमा क्लिक गर्ने बित्तिकै तपाईको माथि अर्गनाइजेसन युनिट छुट भइहाल्छ। पिरियडमा चाहिँ हामीले चाहिँ DHS 2 मा के भनेको छ भने वैशाख 6 र 7 गते हामीले खुवाइसकेपछि यसले आज 24 गते हो भने 24 गते पिरियडमा हाल्नुभयो भने त्यो लिँदैन। त्यो चाहिँ हामीले त्यहाँ भनिसकेको छ के भन्दाखेरि वैशाख 6 7 गते खुवाइसकेपछि हामीले त्यसको इन्ट्री गर्दाखेरि चाहिँ हामीले 7 गते गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हामी यहाँ पिरियडमा चाहिँ वैशाख 7 गते हामी दिन्छौँ। डाटा सेटमा सेलेक्ट डाटामा चाहिँ हामीले दुईटा कुरा दिएको हुन्छ। NCD स्क्रिनिङ रिपोर्टिङ फर्म जुन हामी जस्तै गरेको हो फागुन महिनामा। भिटामिन A डिपार्टमेन्ट र MUSC स्क्रिनिङ फर्ममा हामी चाहिँ क्लिक गर्ने। क्लिक गरिसकेपछि यस्तो ड्यासबोर्ड देखिन्छ। माथि जुन देख्नु भएको होला यो हामीले चाहिँ डाटा सेट अलरेडी कम्प्लिटेड गर्ने देखाउँछ। यो मैले गरिसकेको हुनाले देखाएको यस्तो ड्यासबोर्ड देखिन्छ आउँछ। अब यसमा चाहिँ हामीले यसमा भनेको कुराहरु चाहिँ हामीले सबै इन्ट्री गर्नुपर्ने हुन्छ। यसमा अब हामीले यहाँ भिटामिन A खाएको 6 देखि 59 महिनाका 6 देखि 11 महिनाका बालबालिकाहरूको संख्या, बालक र बालिकामा भिटामिन A खुवाएका 5 देखि 59 महिनाका बालबालिकाहरूको संख्या, भिटामिन A को प्राप्त संख्या, प्रगति संख्या, परिपक्व संख्या देखाउँछ। अनि त्यस्तै जुकाको स्थितिमा चाहिँ 12 देखि 23 महिनाको बालक र बालिका, जुकाको औषधि खुवाएको 24 देखि 59 महिनाको बालबालिकाहरूको संख्या, त्यस्तै त्यसको प्राप्त संख्या र खर्च संख्या। अर्को भनेको महिला शिशुकाहरूले चाहिँ बच्चाहरूको जुन मार्केटबाट चाहिँ पोषणको स्क्रिनिङ गरेको हुन्छ त्यसको चाहिँ यहाँ तीनवटा कुरा रातो, पहिलो, हरियो हुन्छ। त्यसमा बालक र बालिका कस्तो छन् त्यो कुराहरू चाहिँ हामी यहाँ डाटा इन्ट्री गर्नुपर्ने हुन्छ। तल हेर्नु होला यहाँ लेखेकै छ के अरे वैशाख 6 र 7 गते भिटामिन A को अभियान डाटा वैशाख 6 7 गते छनौट गर्ने प्रविष्ट गर्नु होला भनेर गर्ने। यति यी सबै कुराहरू चाहिँ यी नयाँ कुराहरू चाहिँ हामी यहाँ इन्ट्री गर्ने हो र यसलाई हामीले कम्प्लिट गरिदिनु पर्ने हुन्छ है। किन भनेको भने नि अब हामीले प्राय गरेर के गर्छौँ भने भिटामिन A खुवायौँ हैन वैशाख 6 7 गते। अब हामीले चाहिँ यसको डाटा इन्ट्री भनेको हामीले चाहिँ के गर्छौँ भन्दाखेरि जेठ महिनामा चाहिँ हामीले बलमा चाहिँ हामी हाल्ने गर्छौँ। त्यति मात्रै होइन कि हामीले चाहिँ यो कार्यक्रम 6 र 7 गते सञ्चालन गरिसकेपछि त्यति बेला नै चाहिँ हामीले यहाँ HMS प्लसबाट चाहिँ हामीले यसको डाटा इन्ट्री गर्नुपर्ने हुन्छ है त। धन्यवाद।